हेलो नमस्ते सम्पूर्णमा म सञ्जय राईको तर्फबाट सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु। अब सामाजिक सञ्जाल अहिले तत्तिरहेको अवस्था छ, तताइरहेको अवस्था छ। अब देशको शिक्षा क्षेत्र यतिखेर अस्तव्यस्त भइरहेको अवस्था छ साथीहरू। अब विद्यार्थीहरूको पढ्ने अधिकार, लेख्ने अधिकार अलिकति हनन हुँदै गइरहेको अवस्था छ र अभिभावकहरू पनि चिन्तित हुँदै गइरहेको अवस्था छ नेपालमा। अब यतिखेर चाहिँ नयाँ भर्ना सुरु गरेर विद्यालय खुलेर विद्यार्थीहरूको पढ्ने अधिकार माथि चाहिँ अलिकति हनन हुँदै गइरहेको अवस्था देखिएको छ नेपालमा। अहिले यो म ठ्याक्कै विद्यालय पछाडि छु, पछाडि भन्दा पनि यो क्लास अगाडि नै छु। अहिले बन्द छ, यहाँ झार उम्रिसकेको छ, देख्न सक्नुहुन्छ तपाईँले। यतिखेर विद्यार्थीहरू यो स्कुलमा चाहिँ पढ्दै गरेको हुनुपर्ने, खेल्दै गरेको हुनुपर्ने अवस्था हो। तर अहिले शिक्षकहरूको आन्दोलनले गर्दाखेरि चाहिँ विद्यार्थीहरू घरमै बसेर टिकटक र सामाजिक सञ्जालहरूमा झुलिरहेको अवस्था छ। अब शिक्षा क्षेत्रमा सरकारले लगानी त राम्रै गरिरहेको अवस्था छ, तर शिक्षकहरूको हक हितको लागि चाहिँ अलिकति ऐन राम्रो भएन भन्ने खालको चाहिँ मैले बुझेँ। र शिक्षा ऐन चाहिँ राम्रो हुनुपर्छ, के अरे विश्व बजारसम्म चाहिँ काम लाग्ने हुनुपर्छ भन्ने खालको कुराहरू मैले सुनिरहेको छु। त्यसै बिचमा हाम्रो काठमाडौँ महानगरपालिकाको उपमेयरले पनि सामाजिक सञ्जाल तताइरहेको मैले देखेँ हिजो। अब कसैले स्टन गर्यो अरे, कसैले के। अब उहाँले कुन अर्थले, कुन के मनले भन्नुभएको, तर सबै कुरालाई निहालेर सबै कुरालाई चाहिँ हामीले चाहिँ हेरेर त्यसको बारेमा स्टडी गरेर बोल्नुपर्ने अवस्था हुन्छ जस्तो मलाई चाहिँ लाग्छ। अब साथीहरू, अब अहिलेको जमानामा भाइरल हुनुको लागि पनि होला सायद उहाँले बोल्नुभएको। अब स्टन त कसैले गरिरहेको छ, कसले गरिरहेछ, के गरिरहेछ भन्ने कुरा त अब सबैलाई अवगतै छ होइन। अब मलाई लाग्छ अहिलेको उमेर चाहिँ धरानमा जस्तो चाहिँ विकास कहीँ पनि भइरहेको छैन जस्तो आभास भइरहेको छ। धरान त्यसै गरी अन्य जिल्लाहरूमा आफ्नो हिसाबले चाहिँ विकासको गति लिइरहेको अवस्था छ। अब यहाँ चाहिँ नेपालमा चाहिँ राजनीतिक दलका पार्टीका विभिन्न मान्छेहरू चाहिँ विभिन्न तरिकाले बोलिरहेको अवस्था, अथवा अरूलाई उचाल्ने, अरूलाई पछार्ने जस्तो उचाल्ने